गाइज हामी चाहिँ अहिले गोदावरी घुमेर फर्किँदैछौँ। गोदावरीको जङ्गलहरू हेरेर सट्टसँगले अब महँगो तरिकाले आउनु चाहिँ, तर अहिले साह्रै दुःख लाग्यो जङ्गलमै मात्र रहेछ यता होइन। सोली तपाईँलाई केही भन्नु छ गोदावरीको बारेमा भनिदिनु। एकदम दामी छ, सबैजना आइदिनु होला है। गोदावरीमा आएर कोही नआएको हुनुहुन्छ नि आउनुभयो भने एकदम तपाईँलाई 10 चोटि आउनु मन लागिरहेको छ। दिनमा 10 चोटि नजिकैको त्यो पनि हो, टाढोको चाहिँ हुँदैन। सो फाइनल गाइज आइदिनु होला होइन, यो ठक्क होइन गोदावरी यस्तो दामी छ हेर्नु। हामी चारजना देखाइदिनु न। यस्तो छ है, पछाडि पनि आउँदैछन् मान्छेहरू गोदावरी बनैमा राख मलाई मनैमा भन्ने गीत सुनेर आएको। त्यसका बाद कस्तो राम्रो रहेछ हो, जङ्गलै जङ्गल रुखै रुख। आउँदा चाहिँ फेरि एक्लै नआउनु होला। यो कपालहरूको लागि रहेछ खास गरी चाहिँ, ट्रक्कसँगले हेर्नु। अब के भन्नु छ, अब तपाईँहरूले पनि मैले यो भिडियो अपलोड गरेपछि हेरेर प्रतिक्रिया दिनु होला, के कस्तो छ। आउन मन लाग्यो भने आउनु होला। आउनु न आउनु यस्तो दामी हेर्न माथि तारे भिर त्यो के अरे ऊ माथि सगरमाथाहरू पुरै सगरमाथाहरू देखिरहेको छ यता। अनि यता यता खोला पनि छ है, हेर्नु छ यता है सट्टसँगले। यो खोलाको पानी पनि खाँदैछौँ, साह्रै सफा पानी बग्दो रहेछ। अब हामी पनि फर्किनु आँटेको। अब सबै टिकटक पिकनिक स्थल रहेछ क्या खास गरी यो चाहिँ। अनि त्यही भएर सट्ट हामी चाहिँ यतिमै अन्त्य गर्न चाहन्छौँ। हस्त धन्यवाद। नि त यता हेरिदिनु त हाम्रो ल भिडियोमा उहाँहरू पनि हुनुहुन्छ, आइसक्नु भयो। ल हेलो ल ल धन्यवाद।